म तिम्रो आँसु देख्न सक्दिनँ भुन्टी। मेरो भाग्य नै यस्तै छ भूपेन्द्र। अन्ततः दर्शकबिन भुन्टी भाग 330 ले भने एकदमै खतरनाक मोड लिएको छ दर्शकबिन। यता भूपेन्द्र आफ्नै गर्लफ्रेन्ड जेरीको कारण जेलसम्म पुग्नुपर्ने अवस्था आएको छ। एकदमै ठिक, एकदम ठिक, एकदम ठिक। उता अपाङ्ग अवस्थामा रहेकी भुन्टीले यति धेरै पीडा सहनु परे पनि अन्ततः न्यायका लागि आफ्नो कदम अगाडि बढाएकी छन्। सबैभन्दा ठुलो प्रमाण त के छ भने भूपेन्द्रले आफ्नै श्रीमती भुन्टीलाई सिद्धाउने योजना बनाएको आरोपसँग जोडिएका प्रमाणहरू सुकुमायाको हातमा पुगेका छन्। अब यही प्रमाणले भूपेन्द्रको सम्पूर्ण योजना पर्दाफास गर्ने सम्भावना देखिएको छ। दर्शकबिन यता भूपेन्द्रको मनमा भने अर्कै योजना रहेछ। भुन्टीसँग डिभोर्स गरेर सम्पत्तिबाट टाढा राख्ने अनि जेरीसँग विवाह गरेर नयाँ जीवन सुरु गर्ने उसको सोच थियो। तर अब अवस्था फेरिएको छ। भुन्टीसँग भएका प्रमाणहरूका कारण भूपेन्द्रमाथि कानुनी समस्या झन गहिरिँदै जाने सङ्केत देखिएको छ। पहिले नै असम्बन्धी विवादमा परेको भूपेन्द्र अब ज्यान सम्बन्धी गम्भीर आरोपको सामना गर्नुपर्ने अवस्था आउन पुगेको छ दर्शकबिन। यता भुन्टीलाई माया गर्ने मेडमले पनि उनको भविष्य बनाउन ठुलो कदम चालेकी छन्। घरमै शिक्षक बोलाएर भुन्टीलाई उच्च शिक्षा दिलाउने तयारी भइरहेको छ। अब प्रश्न केवल के भुन्टीले उच्च शिक्षा हासिल गरेर आफ्नो जीवन नै परिवर्तन गर्न सक्छिन् कि उनले भूपेन्द्रको अत्याचारको विरुद्ध अन्तिम लडाई जित्ने छिन्। र सबैभन्दा ठुलो कुरा भूपेन्द्रको वास्तविक योजना अदालतसम्म पुगेपछि उसको भविष्य के होला। भुन्टीले भने अब भूपेन्द्रलाई आफ्नो जीवनबाट मनैदेखि हटाइसकेकी छन्। वर्षौंदेखि सहनु परेको पीडा र यातनापछि अब उनी कुनै पनि हालतमा पछाडि हट्ने अवस्थामा छैनिन्। अब भुन्टी र भूपेन्द्र बीचको यो कानुनी लडाईले कुन मोड लिन्छ होला त दर्शकबिन? यसको जवाब भने अब आउँदो 331 भागमा थाहा हुनेछ दर्शकबिन। अब भुन्टी सिरियलको 331 भागमा के भूपेन्द्र र भुन्टी बीचको सम्बन्ध बलियो होला या त फिर भुन्टी र भूपेन्द्रको पहिलाको जस्तो कानुनी लडाई लड्नुपर्ने अवस्था आउला? के भूपेन्द्रले विभिन्न जालजेल षड्यन्त्रहरू रचेर भुन्टीलाई पहिला जस्तै षड्यन्त्र रचेर उनलाई जेल पछाउने योजनामा समर्पित बन्लान्? दर्शकबिन अब आगामी भागमा भने हेर्न बाँकी नै छ कि भुन्टी र भूपेन्द्रको यो सम्बन्धबारे कस्तो परिवर्तन आउला र अन्ततः 331 भागमा भने के हुन्छ त दर्शकबिन? हामी फेरि भेट्नेछौँ 331 भागमा भने तपाईहरु भुन्टी सिरियल अझसम्म भाग 1 देखि भाग 331 सम्म अझसम्म कुनै पनि भाग नछुटाइकिन हेर्ने को हुनुहुन्छ अवश्य पनि कमेन्ट गर्नुहोस्। साथै म अवश्य पनि भुन्टी लगायतका विभिन्न टेली सिरियलहरूको रिभ्यू भिडियोहरू लिएर हजुरहरुमा आज उपस्थित हुने नै छु। दर्शकबिन हजुरहरुलाई भुन्टी सिरियलको भाग 330 मा भने सबैभन्दा खतरनाक लागेको मोड कुन हो त्यो अवश्य पनि कमेन्ट गर्नुहोस्। साथै हामी 331 को लेटेस्ट रिभ्यूमा भेट्नेछौँ। त्यतिन्जेलको लागि भने म बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्ते।